साथीहरु नमस्ते एन्ड वेलकम बाइ माई ब्लग हैन साथीहरु सबैलाई नमस्ते छ धेरै दिनपछि मैले ब्लग गर्दैछु हैन त्यो पनि साथीहरु आज चाहिँ बोलौँ जस्तो लाग्यो हैन किन भन्दा मलाई भिडियो नै बनाउन मन लाग्दैन पहिलो कुरा त साथीहरु हैन मैले बनाएको भिडियोमा न के भ्युज आउँछ न कुनै कमेन्ट आउँछ साथीहरु हैन अलिअलि कता कता अगर 2-300 रुपैयाँ 2-300 रुपैयाँ भन्छु यार 2-300 भ्युज आउने भए पनि हैन ल यसो भ्युज आउँछ बनाऊ भन्ने हुन्छ नि त्यो पनि आउँदैन साथीहरु हैन एकदमै झ्याउ लाग्छ मलाई है यो भिडियो बनाउन बडा झ्याउ लाग्छ त्यही पनि यार मनले मान्दैन कहीं भइहाल्छ कि हैन कसैले मन पराइहाल्नुहुन्छ कि भनेर चाहिँ हैन यसो ट्राई गर्छु हैन सो साथीहरु हैन आज चाहिँ म चाहिँ अब है एउटा त्यो के भन्छ इन्डियाको एउटा न्यूज थियो हैन यसो अब यार सबैलाई उ गरौँ कि भनेर है अब न्यूज त के हुनु अब तपाईले त हेरिसक्नु भयो होला हेर्नु त हैन सबैले अब त्यो एकदमै ट्रेन्डिङमा छ अहिले हैन एकदमै भाइरल छ त्यो हैन सबैले त हेर्नु भएको होला हैन त्यस्तो कसैलाई पनि नहोस् के साथीहरु है एउटा आइफोनको लागि हेर्नुस् त पुरै परिवारले चाहिँ ज्यान गुमाए साथीहरु हेर्नुस् त बुवाले बिचारा छोरालाई बचाउन जानु भएको थियो हैन बुवाको पनि ब्यालेन्स बिग्रेर बिचारा बुवा पनि छोरा सँगसँगै चाहिँ पहाड त्यो माथिबाट चाहिँ खस्नु भयो हैन खसेर चाहिँ ज्यान गयो साथीहरु सँगै हेर्नुस् त आमाले त्यो सहन नसकेर आमा पनि मर्नु भयो हेर्नुस् त कस्तो अचम्म के साथीहरु अहिलेको जमानामा आजभोलिको जमानामा यो आइफोन भन्ने चिज नै के हो र साथीहरु हैन पहिला आफू कमाउने हुने त्यसपछि त त्यस्ता आइफोन त कति किनिन्छ कति है त्यो पनि इन्डिया जस्तो ठाउँमा त यार के भन्नु हैन रोजगारी यति छ कि तपाईले चाहिँ हैन इन्डियामा सस्तो पनि छ आइफोन त जति पनि किन्न पाइयो जति पनि चलाउन पाइयो हैन हाम्रो नेपालको जस्तो भइदिए 2-3 लाख 3-4 लाख पर्ने भइदिए पनि हैन एउटा कुरा हुन्छ लास्टै महँगो छ हैन भन्ने हुन्छ इन्डियामा त सस्तैमा पाइहाल्छ हैन त्यही पनि हेर्नुस् त एउटा आइफोनको लागि त्यस्तोसम्म हुन्छ भन्ने कुरा म त विश्वासै गर्न सक्दिनँ साथीहरु हैन बस म त यही भन्छु साथीहरु हैन पहिला आफू कमाउने हुनुस् हैन नेपालमा के गर्न सक्नुहुन्न भने विदेश आउनुस् विदेशमा त्यस्ता 5 वटा आइफोन किन्नु 10 वटा किन्नुस् आफ्नो शौक पूरा गर्नुस् मतलब तपाईले चाहिँ घरमा अलिअलि पैसा पठाउनुस् हैन नपठाउनुस् हैन आफ्नो शौक चाहिँ पूरा गर्न सक्नुहुन्छ के मजाले हैन त्यस्तो खाले हो है तर त्यस्तो चाहिँ आफ्नो चाहिँ हेर्नुस् त ज्यानै फालेर त्यो आइफोनको पछाडी दौडेर त्यस्तो आमा बुवाको पनि ज्यान गयो आफ्नो पनि ज्यान गयो हैन अब आइफोनले के नै दियो र साथीहरु हैन आइफोनले अब आइफोन हामीहरुसँग पनि छ आइफोनले के नै दिएछ र हामी अहिले यहाँ विदेशमा काम गरिरहेका छौं हैन आइफोनले के कपडा दिदैन के खाना दिदैन लाउन दिदैन केही दिदैन आइफोनले के नै पुरा गरेछ र हैन मेरो विचारमा त साथीहरु हैन आइफोन के पनि ठुलो हैन हैन आफूसँग जसो त्यस्तैमा रमाउनु पर्छ है आइफोनले के नै दिने हो र हैन आखिर फोनै त हो नि कल आउँछ एउटा कल उठाउने हो हैन कुरा गर्ने यसो भिडियो हेर्ने फेसबुक हेर्ने त्यही त हो अरु के नै छ र त्यसमा आइफोनमा भनेको के म त त्यो भन्छु हैन तर मान्छेले खै के सोच्छन् है अनि त्यही हो त्यो कुरा सुन्दाखेरि एकदमै नराम्रो लागेको मलाई त हैन यस्तो पनि छोराछोरी हुँदो रहेछन् भन्ने कुरा चाहिँ हैन मलाई चाहिँ आजै थाहा भयो हैन हुन त यस्ता मान्छेहरु धेरै हुन्छन् हैन त्यही पनि यस्तो छोराछोरी चाहिँ कसैको पनि नहोस् के साथीहरु पुरै के म त भन्छु के कसैको पनि नहोस् किन भन्दाखेरि हेर्नुस् त एउटा गल्तीले गर्दाखेरि पुरै ज्यान गयो पुरैको हैन त्यही हो साथीहरु आजसम्म म अब यसो यता माथितिर छु हैन यताको दृश्य यस्तो छ पुरै है माथि ल्यान्डरमा छु आज हैन अब आज यसो मुड बनाएर अब त्यो एउटा त्यो न्यूज पनि सुनेको थिएँ हैन एकदम नराम्रो लागेको थियो हैन यसो सबैसँग शेयर गरौँ हैन हुन्छ नि हैन अब हाम्रो नेपालमा पनि यस्ता धेरै हुनुहुन्छ होला जसले चाहिँ आइफोन चलाउन सक्नुहुन्न हैन पहिला आफू केही बन्ने पछि चाहिँ आइफोन चलाउने हो कि साथीहरु हैन ल सो साथीहरु त्यही हो हैन अरु त केही छैन खासै हैन अब धेरै दिनपछि भिडियो बनाए त्यही हो साथीहरु तपाईलाई राम्रो लाग्छ भने यसो हैन सबैले शेयर गर्नु हैन कमेन्ट गरिदिनु र मेन कुरा त साथीहरु कमेन्ट नगरे पनि हैन सब्स्क्राइब गरिदिनु ल म यति नै भन्न चाहन्छु हैन र साथीहरु आइफोनको लागि कसैले पनि आफ्नो आमा बुवाले चाहिँ हैन प्रेसर दिने काम नगर्नु होला हस् त जय नेपाल